हेलो फ्रेन्ड्स, वेलकम ब्याक टु माई मिनी ब्लग। आई होप हजुरहरूलाई सन्चै छ र मलाई पनि सन्चै छ। त्यसपछि यता चाहिँ म मन्दिर जान भनेर निस्किसकेको छौँ दिदी बहिनी भएर। र हजुरहरूले सोच्नु हुँदैछ होला आज फेरि नेपालीबाट ब्लग स्टार्ट गरी कोही बेला हिन्दी भनेर। अनि हिन्दीबाट चाहिँ मेरो एकदमै कमेन्ट आएको थियो हिन्दीबाट चाहिँ ब्लग गर्नु भनेर। अनि मैले चाहिँ हिन्दीबाट स्टार्ट गरेको थिएँ र अहिले जब म हिन्दीबाट स्टार्ट गर्न थालेँ अनि अहिले चाहिँ उहाँहरूले चाहिँ कमेन्ट गर्न छोड्नु भएको छ। जसले चाहिँ भन्नुभएको थियो कि हिन्दीबाट ब्लग गर्नु भनेर होइन, अनि उहाँले चाहिँ अहिले कमेन्टै गर्न छोड्नु भएको छ। अनि अब यस्तो हुन्छ नि त, जसले भनेर हामीले स्टार्ट गरेको हुन्छ अब ब्लग, अनि उहाँहरूले नै अब कमेन्ट गर्न छोड्नु भयो भने चाहिँ हामीलाई राम्रो लाग्दैन। अनि त्यही भएर म चाहिँ नेपालीबाट गर्दैछु। यहाँ हेर्नुहोस् त, नकुलदानामा चाहिँ यति कमिला लागेको छ नि। यो चाहिँ मैले किन देखाएको हो भने हजुरहरूलाई उदाहरण दिएको, किनकि राम्रो मान्छेलाई मात्रै मान्छेहरूले पनि अम्ला उठाउँदो रहेछन्, नराम्रो मान्छेलाई चाहिँ छुन पनि डराउँदो रहेछन्। र मलाई पनि कतिपयले अब नराम्रो नराम्रो कमेन्ट गरिराख्नुहुन्छ, तर म चाहिँ इग्नोर मार्छु। सो गाइस, हामीले चाहिँ पूजा गरेर पनि आइसक्यौँ। अनि हाम्री छोरीले चाहिँ यता आफै खाना पनि सिकिसकेको छ। अनि फेरि यता दिदी पनि आएकी थिए इटानगरदेखिबाट। अनि उहाँ चाहिँ अब एउटा भिडियो बनाऊँ भनेर आयौँ। अनि त्यसपछि म चाहिँ यहाँ सबैजनालाई सिकाउँदैछु। अनि यता बाटोतिर गएर हामीले डान्स पनि गऱ्यौँ। र आजको भिडियो यति नै गाइस। थ्याङ्क यू फर वाचिङ। बाई बाई।